नमस्ते, म चाहिँ सनाम लामा। मेरो जन्मेको ठाउँ चाहिँ यो ठाउँ हो, मुक्तिनाथ तल गाउँमा जन्मेको। यो ठाउँ मुक्तिनाथ पुराङ वडा नम्बर 1 मा पर्छ, वडा नम्बर 1। अनि अहिले चाहिँ मैले चाहिँ यहाँ चाहिँ पहिला यो मुक्तिनाथ क्षेत्रमा राम्रो होटलहरू राम्रो थिएन, त्यहाँबाट चाहिँ मैले पछि यहाँ चाहिँ मुक्तिनाथभित्र चाहिँ एउटा लोमुसाङ हिमालय रिसोर्ट होटल एउटा मैले बनाएको छु। म चाहिँ बस्ने चाहिँ अमेरिका बस्छु, अमेरिका न्युयोर्कमा। म धेरै वर्ष चाहिँ सामाजिक सेवा एनआरएनतिर अनि यसो लाग्यो। यो चाहिँ यो प्रपर्टी चाहिँ खास गर्दाखेरि यो गाउँको तल गाउँ छ, 64वटा गाउँको नाममा चाहिँ मैले 30 वर्षपछि गाउँले दिनेबाट चाहिँ यो होटल मैले बनाएको, यो गाउँलाई 30 वर्षपछि गाउँले दिने। अनि यसको चाहिँ अब जुन 2021-22 होला उद्घाटनमा चाहिँ राष्ट्रपति आउनुभयो, त्यसले उद्घाटन गरेको थियो। अहिले यहाँ चाहिँ एउटा राम्रो ठाउँ होटल चाहिँ लोमुस्ताङ चाहिँ अहिले चाहिँ मुक्तिनाथ क्षेत्रमा एकदम राम्रोमा चाहिँ टुरिस्टहरूले पनि मन पराउने धेरै राम्रो भइरहेछ। यो त एकदमै राम्रो। मान्छेहरूलाई चाहिँ के छ भने सर यो पैसा विदेशीहरूसँग पैसा हुन्छ तर उनीहरूले फ्यासिलिटिज किनेर नि पाउँदैन क्या। यो चाहिँ एउटा उनीहरूलाई पैसा भन्नेहरूलाई अथवा फ्यासिलिटी लिन्छु भन्नेहरूलाई चाहिँ यो अप्सन चाहिँ जता पनि हुनुपर्ने हो, तर नेपालमा चाहिँ छैन कि। अब म त ट्रेकिङ गरिरहेको हुन्छु, कतिपय ठाउँमा चाहिँ खैरेले पे गर्छु भन्दा नि पाउँदैन क्या। एटलिस्ट समथिङ इज गुड गोइङ अन हियर, द्याट इज भेरी भेरी गुड फर अल टुरिज्म वर्कर एज वेल। अनि दा यो चाहिँ एकदम ब्युटिफुल छ। यहाँ चाहिँ थोरै यो गुम्बाहरूको बारेमा हजुरलाई थाहा भएको कुराहरू भनिदिनु भयो भने। यहाँबाट चाहिँ भन्दाखेरि माथि त तपाईँलाई थाहा छ मुक्तिनाथ। हजुर, मुक्तिनाथ त्यहाँ तल भने त्यो गुम्बा एकदमै पुरानो गुम्बा हो, त्यो बिचको गुम्बा। त्यो गुम्बाको नाम चाहिँ कारा गुम्बा भन्छ। त्यो सबै यहाँ चाहिँ आनी मात्रै हुनुहुन्छ, आनी भन्नु नाम। हजुर, आनी मात्रै। यहाँ चाहिँ के छ भन्दाखेरि त्यो आनीहरू पहिला म बच्चा हुँदाखेरि देखेको छु। आनीहरू त यति जोगी जस्तो केस काट्नु हुँदैन, यति लामो भएको। अनि किन यस्तो आनीहरू यस्तो हो भन्दाखेरि यो बेला यहाँ चाहिँ धेरै चाहिँ अब पहिला उहिले चाहिँ भूतहरू धेरै आउने भएर चाहिँ आनीले चाहिँ भूतलाई चाहिँ दबाउने, भूतलाई। अनि केस पनि लामो भयो, नाङहरू लामो भयो, थियो नाङ काट्नु पाउँदैन, यो केस काट्नु पाउने थिएन कि। अनि केसहरू त्यो जोगीहरू त्यस्तै थियो। अहिले त त्यस्तो थिएन। अनि म बच्चा हुँदा सोद्धाखेरि किन यस्तो हो आनीहरू भन्दाखेरि त यहाँ भूतहरू धेरै आएर त्यसकोले भूत दबाउनुलाई चाहिँ गुरुपातमा चाहिँ यहाँ आउनुभएछ कि। यसरी नि अब टिबेट जानु भन्दाखेरि अनि त्यहाँबाट चाहिँ त्यो भूतहरू दबाउनाले चाहिँ आनीहरू चाहिँ यो नाङहरू काट्ने नआउने, केस त्यो लामो हुने राति हेर्दाखेरि डर लाग्दो जस्तो हामीले पनि हुन्थ्यो कि। त्यो चाहिँ त्यो हो भने बताउँथ्यो कि। के हिराले काट्छ भने जस्तै भूत दबाउनु, भूत जस्तै त्यो भन्दा नि डेन्जर भएर। अनि त्यहाँबाट त्यहाँ तल एउटा सिङ्गल गुम्बा थियो, अहिले यहाँ देख्दैन गुम्बा छ, खोजमा छ। त्यो पनि नानीहरू हो, एउटा गुम्बा मात्रै थियो। पछि मेरो एउटा थियो, उहाँले नि चलाएको, काठमाडौँमा लामा हुनुहुन्छ, स्याङमारी बुझ्नु उहाँले चाहिँ चलाउनुहुन्छ। त्यहाँबाट पछि चाहिँ त्यो पारि भने छुङ्गुर गाउँ भने त्यो हिस्ट्रीकारमा एकदमै नामी त्यो चाहिँ त्यो छुङ्गुर गाउँ भने चाहिँ एउटा लामा रहेछ, लामा चाप्कियो भने त्यो लामा चाहिँ यति पावरफुल कि त्यो लामा। यस्तो गाउँमा हुँदाखेरि यस्तो गाउँको छायामा नि चार्ने भनेको यस्तो हिस्ट्रीमा। अनि त्यो लामालाई चाहिँ यो गाउँमा चाहिँ ढुङ्गो च्याप्के भनेर चाहिँ 8वटा रहेछ, उहाँहरूले चलाएर रहेछ कि त्यो गुम्बा चाहिँ यो ठाउँ चाहिँ लामालाई। अनि त्यहाँबाट पछि त उतातिर पारि ढुङ्गो हुन्छ, ढुङ्गो उताको ढुङ छुते भने चाहिँ